Hospital! 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 Jaghanti! 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 सभालाई सम्बोधन गर्दिनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति यो देशलाई जय जानकी माता। आजको यस भव्य कार्यक्रममा उपस्थित रहनुभएका मधेसका तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैलाई मेरो प्रणाम। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, लामो समयसम्म तपाईहरूमाझ विभिन्न कार्यक्रममा त्यस दिन बिहान जो मैले मेरो स्वर्गीय आमाको तस्विरमा हेरेर मैले आमालाई भने आमा बालनले देश बनाउँछ, बालनले हाम्रो सपना पुरा गर्छ यो भनाइको साथी मेरो श्रीमती थिइन्। मैले उनलाई अगाडि हालेर उनलाई पनि त्यही भने मेरो आमासँग कुरा भएर मैले आमालाई भने आमा बालनले देश बनाउँछ। यो मेरो विश्वास हो, मलाई चिन्ता छैन। कुनै पनि दिन अपदस्थ भएको हेलिकप्टरबाट भागेको बच्चालाई गोली ठोकेर भागेको सरकारले लगाएको मुद्दाले, अपदस्थ भएको बच्चालाई टाउकोमा र छातीमा ताकेर गोली लगाएको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्याउला मलाई अब चिन्ता छैन, किनकि देशले बालक पाएको छ।